काठमाडौँ महानगरपालिकाभित्रै सिंहदरबार रातभरि जलिरहन्छ। रातिको 10 बजेसम्म काठमाडौँको कुना कुनामा सेना पुगिसकेको हुन्छ, सेनाको बङ्कर पुगिसकेको हुन्छ, तर 2वटा सेनाको बङ्करको बिचमा काठमाडौँ महानगरपालिकाको दमकल आउँदैन। रातभरि काठमाडौँ महानगरपालिकाभित्रै पर्ने सिंहदरबारलाई जल्नका लागि खुल्ला छोडिन्छ। मैले कोहीमाथि आरोप लगाएको होइन, म नागरिकको हैसियतले मैले काठमाडौँ महानगरपालिकाको दमकल ल्याउन सकिनँ, म त्यहाँ चुकेँ। जेनजीको हैसियतले म त्यहाँ चुकेँ। एउटा म जेनजी त्यहाँ चुकेँ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका लगायतको दमकल मैले हामीहरू साथीहरूले सिंहदरबारसम्म लान सकेन। दोस्रो कुरा, आन्दोलन सफल भयो। त्यसपछि वार्ताको लागि हामी जान लागेका थियौँ। वार्तामा जानुभन्दा अगाडि हामीलाई कहीँबाट निर्देशन आयो, तिमीहरू राष्ट्रपतिसँग होइन सेनापतिसँग गएर वार्ता गर। कहीँबाट निर्देशन आयो र त्यो निर्देशन आइसकेपछि हामी जेनजी सोझा साझा बिचरा कोहीमाथि विश्वास गरेर पहिला चाहिँ संसद विघटन हुनुपर्छ, राष्ट्रपति सुनिराखौँ भन्न हामी लाग्यौँ। परिणाम के भयो? हामीले सबैभन्दा ठुलो गल्ती कहाँबाट सुरु गऱ्यौँ? आन्दोलन सफल भएपछि जति बेला हामीलाई भनियो संसद विघटन गराऊ र जति बेला भनियो तिमी राष्ट्रपतिसँग होइन तिमी प्रधान सेनापतिसँग गएर वार्ता गर, प्रधान सेनापतिसँग वार्ता गर भनिसकेपछि धेरै कानुन व्यवसायीहरू, धेरै कानुनविदहरू, संविधानविदहरू वार्ताबाट पछि हटे। यो कुरा बाहिर मिडियामा आउँदैन, भित्री कुरा हो यो। धेरै संविधानविदहरू ल जेनजीको आन्दोलनलाई सेफ ल्यान्डिङ गराउन हामी जान्छौँ, वार्तामा जान्छौँ, तर जब प्रस्ताव आयो तिमी राष्ट्रपतिसँग होइन प्रधान सेनापतिसँग वार्ता गर, त्यसपछि संविधानविदहरू पछाडि हट्नु भएको छ। मिडियाहरूले इनिसिएसन लिनुहोस्, संविधानविदहरूसँग गएर तपाईहरुले इन्टरभ्यू लिनुहोस्, कुरो बाहिर आउँछ। त्यहाँ दोस्रो गल्ती भयो। तेस्रो गल्ती, प्रधान सेनापति ज्यूसँग वार्ता सुरु भएपछि त्यहाँ केही पक्षहरूको इन्टरफेरेन्स भयो। प्रधान सेनापति ज्यूकै तर्फबाट यी स्टेक होल्डरहरू हुन्, उहाँहरूसँग गएर तपाईहरुले वार्ता गर्नुहोस् भनिसकेपछि त्यसपछि थोरै हामीले खुट्टा कमायौँ। हामीलाई शङ्का लाग्यो, यी व्यक्ति त हाम्रो आन्दोलनमा समावेश भएकै व्यक्ति होइन, यी व्यक्ति त गोली खाने व्यक्ति हुँदै होइन, यी व्यक्ति त्यो उमेर समूहको व्यक्ति हुँदै होइन, यी व्यक्तिले त्यो एजेन्डा बोकेकै होइन, यी व्यक्तिसँग के को आधारमा वार्ता गर्ने? त्यहाँ हामी चुक्यौँ र त्यो चुक्दाखेरि पनि हामी मौन भएर अगाडि बस्यौँ। किन मौन भएर अगाडि बस्यौँ भन्दा सिंहदरबार चलिसकेको छ, सर्वोच्च अदालत चलिसकेको छ, योभन्दा धेरै हामीले देशलाई चलाउन सक्दैनौँ। त्यहाँ चुक्यौँ र त्यति बेला पनि हामीले कानुनका विद्यार्थीहरूले आवाज उठाइरह्यौँ। प्रधान सेनापति देशको सार्वभौम निकाय होइन, देशको सार्वभौम निकायको सुरक्षा गर्ने निकाय हो, सार्वभौम निकाय होइन। हाम्रो सार्वभौम सत्ता कसैले एक्सर्साइज गर्न सकेन भने त्यति बेला हाम्रो सम्माननीय राष्ट्रपति ज्यू जिउँदो हुनुहुन्छ, सम्माननीय राष्ट्रपति ज्यूसँग गएर वार्ता गरौँ, 1-to-1 वार्ता हुनुपर्छ। तर हामी त्यहाँ चुक्यौँ, सम्माननीय राष्ट्रपति ज्यूसँग सोझै वार्ता हुन सकेन। र यो मैले यतिकै हावाको भरमा भनेको होइन, नेपालको संविधानको धारा 267 को उपधारा 2 पल्टाएर हेर्नुहोस्, राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ, राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ। र यो आन्दोलनपछि एउटा महत्त्व चाहिँ के भयो भन्दाखेरि कमसेकम हामीले राष्ट्रपति संस्था कति महत्त्वपूर्ण रहेछ, राष्ट्रपति संस्था हामीलाई किन चाहिन्छ भन्ने कुराको महत्त्व चाहिँ हामी बिस्तारै बुझ्दै गयौँ। र पछि गएर सम्माननीय राष्ट्रपति ज्यूसँगको वार्तापछि हाम्रो देशले एउटा निकास पायो। सम्माननीय पूर्व प्रधान न्यायाधीश, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको रूपमा हामीले प्रधानमन्त्री पायौँ र चुनावी अन्तरिम सरकारको रूपमा उहाँको नेतृत्वमा देशले शान्ति पाउनेछ भन्ने हामीले आशा पनि राखेका छौँ। तेस्रो हाम्रो कमजोरी जहाँ हामी चुक्यौँ, केही पक्षले पहिला प्रतिनिधि सभा विघटन गर भन्नुभयो र त्यो प्रतिनिधि सभा विघटन भएपछि के हुन्छ भन्ने कन्सिक्वेन्सेसको बारेमा हामीलाई केही पनि जानकारी दिएन। प्रतिनिधि सभा विघटन गर भनेर हामीलाई एउटा हुलले भन्यो र हामी हुलको आवाजमा लाग्यौँ र प्रतिनिधि सभालाई विघटन गरेर त्यसपछिको कन्सिक्वेन्सलाई केही पनि विचार नगरिकन हामी अगाडि बढ्यौँ। अहिलेको हाम्रो एजेन्डा के छ भन्दाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ। नेपालको मासबाट उठेको एजेन्डा हो यो। नेपालमा अस्थिरताले यति ज्वरो गाड्यो, नेपाली जनता थाकिसके यी 3वटा नेतासँग। हामीले बच्चामा चाहिँ त्यो कुर्सी खेल्थ्यौँ, राउन्ड चेयर खेल्थ्यौँ, थाहा थिएन बुढेसकालमा पनि खेल्ने रहर हुँदो रहेछ। तर हामीले करिब 10 वर्षसम्म हेऱ्यौँ र त्यो 10 वर्षसम्म आजित भएपछि चाहिँ नेपाली जनता एकपटक सडकमा उठ्यौँ। तर त्यसको संवैधानिक जटिलताहरूको बारेमा हामीलाई बताइएन। संसदबाट जनमत सङ्ग्रहको घोषणा गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि चाहिँ जनमत लिनुपर्छ है भन्ने कुरा हामीलाई कसैले पनि बताइदिएन। संविधान संशोधन गर्नका लागि संसद चाहिन्छ है, प्रतिनिधि सभा चाहिन्छ है भनेर हामीलाई कसैले पनि बताइदिएन। अहिले युवामा चाहिँ एउटा भ्रम छ, त्यो भ्रम यहीँबाट चिर्नुपर्छ। अबको आउने इलेक्सन भनेको प्रतिनिधि सभाको इलेक्सन हो, प्रत्यक्ष निर्वाचित कार्यकारीको इलेक्सन होइन। त्यो कुरामा हामी सबैले चाहिँ जो संविधानका जानकार हुनुहुन्छ उहाँहरूले खुलेर बोल्नुपर्छ, डराएर बस्नु हुँदैन। चौथो गल्ती, जेनजी प्रतिनिधि र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बिचमा रिटर्न पोलिटिकल अग्रिमेन्टको म्यान्डेट हामी लिनबाट चुक्यौँ। कुनै पनि राजनीतिक आन्दोलन सफल भइसकेपछि त्यो राजनीतिक आन्दोलनलाई सेफ ल्यान्डिङमा पुर्याउनका लागि एउटा रिटर्न अग्रिमेन्ट चाहिन्छ। त्यति बेला जो पोलिटिकल पावरहरू सत्तामा छन्,
जो पोलिटिकल पावरहरू राज्य सत्तामा छन् उनीहरूलाई झुकाएर अग्रिमेन्ट गर्न सक्नुपर्छ, उनीहरूलाई निहुराएर अग्रिमेन्ट गर्न सक्नुपर्छ। त्यो अग्रिमेन्टको बेसिसमा चाहिँ हामी अगाडि बढ्न सक्ने अवस्था रहन्थ्यो। यसको लागि हामीले इतिहासबाट पाठ सिक्न सक्छौँ। 2062-63 को आन्दोलनमा माओवादी एक्लैले पनि सकेन, 7 राजनैतिक दल एक्लैले पनि सकेन, राजा पनि एक्लैले सकेन। त्यसपछि के भयो? 7 राजनैतिक दल र माओवादी नेकपा माओवादीको बिचमा 12 बुँदे समझदारी भयो। 12 बुँदे समझदारीपछि 7 राजनैतिक दल र नेकपा माओवादी सडकमा आए। सडकमा आएको केही महिनाभित्रैमा सरकार झुक्यो। 11 गते लोकतन्त्र पुनर्स्थापना भयो। त्यसको केही समयपछि संसद पुनर्स्थापना भयो। संसदले घोषणा गर्यो। संसदले घोषणा गरिसकेपछि बृहत शान्ति सम्झौता भयो। त्यो शान्ति सम्झौतापछि पुनः नेपाल सरकार र माओवादीको बिचमा सम्झौता भयो र त्यसपछि बल्ल अन्तरिम संविधान जारी गर्ने भनेर सम्झौता भएको। यतिकै आएको हो अन्तरिम संविधान। मिडियामा आएर अन्तरिम संविधान चाहियो भन्दैमा अन्तरिम संविधान आउने हो। कसले जारी गर्ने अन्तरिम संविधान? कुन अधिकार प्रयोग गरेर जारी गर्ने अन्तरिम संविधान? कुन सार्वभौम निकायले जारी गर्ने अन्तरिम संविधान? नेपालको संविधानले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको छ। राजकीय सत्ता नेपाली जनतामा निहित छ। तर राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा भएको भए तापनि त्यसलाई एक्सर्साइज गर्ने केही निकायहरू हाम्रो संविधानले परिकल्पना गरेको छ। त्यो निकायहरूसँग हामीले पोलिटिकल म्यान्डेट लिनबाट चुक्यौँ र अहिले ढिला त भइसकेको छैन, अझै पनि उपाय छ। त्यसको बारेमा चाहिँ म पछि जब हामीले अब के गर्नुपर्छ भन्ने जब आउँछु त्यति बेला म तपाईँहरूलाई निवेदन गर्नेछु। पाँचौँ कमजोरी जहाँ हामी चुक्यौँ, अन्तरिम सरकार चाहिँ कसरी सञ्चालन गर्ने? चुनावी सरकारको म्यान्डेट के हुने? संविधान संशोधन के गर्ने? जनमत सङ्ग्रहमा जाने कि नजाने? भोलि गएर नयाँ संसद चुनेर आइरहँदाखेरि के गर्ने? त्यसको बारेमा हामीले वर्तमानमा रहेका राजनीतिक शक्तिहरूसँग रिटर्न अग्रिमेन्ट गर्नबाट चुक्यौँ। भोलि गएर अहिले आन्दोलनको राप थियो हामीसँग, राजनीतिक दलहरू डर र त्रासमा थिए। राजनीतिक दलहरू आफ्नो ज्यान जोगाउनका लागि भागिरहेका थिए। किन भागिरहेको थियो भन्दाखेरि जनताले मार्छन् भनेर होइन, हामीले गल्ती गरेका छौँ। त्यो गल्ती गरेको कारणले जनताले लखेट्छन्। लखेट्दै कहाँसम्म पुगेपछि सासको डोरी टुट्छ भन्ने डरले चाहिँ उहाँहरू तत्कालको लागि राजनीतिक सम्झौता गर्नका लागि तयार हुनुपर्ने अवस्था थियो, गर्नुपर्थ्यो। त्यो गर्नबाट हामी चुक्यौँ। तर यति हुँदैमा हामी उदास हुनुपर्ने छैन। अबका चुनौतीहरू के छन् म त्यो कुरामा तपाईँहरूलाई निवेदन गर्छु। के आइरहेको छ मिडियामा? संविधान तत्कालै संशोधन गरौँ, अहिले 1 मिनटभित्रमा, 1 घन्टाभित्रमा, 1 दिनभित्रमा। होइन संविधान संशोधन नगरौँ, संविधान खारेज गरिदिउँ। होइन संविधान खारेज पनि होइन, अन्तरिम सरकार ल्याऊ। के आधारमा ल्याउने अन्तरिम सरकार? कुन निकायले जारी गर्ने अन्तरिम संविधान? र अन्तरिम संविधान जारी भएपछि के हुन्छ देशमा हामीले नदेख्या हो र? 2063 देखि 2072 सम्म हामीले नदेख्या हो र? देशले नदेख्या हो कसरी पहिलो संविधान सभा विघटन भयो? देशले नदेख्या हो दोस्रो संविधान सभा ले संविधान जारी गर्न थालेपछि के भयो? कुन शक्तिले के परिचालन गरे? र यहाँ त म अब कुनै तत्त्व भन्दिनँ। नेपालको संविधान निर्माणमा नेपाली बाहेकका अन्य तत्त्व होइनन्, नेपाली बाहेकका त पक्ष छन्, तत्त्व होइनन्, पक्ष छन्। हाम्रो सहमति बगैर तिमी संविधान जारी गर्न पाउँदैनौ है भन्नेसम्मको लयाकत राख्ने अवस्थामा हामीले यत्रो 10 वर्ष लगाएर 62-63 को आन्दोलनदेखि लिएर यत्रो 10 वर्ष लगाएर यत्रो ट्रान्जिसनल जस्टिसको फेजबाट आइसकेपछि यो संविधानलाई फालौँ भन्ने कुरा एउटा जानकार र देशभक्त नेपाली नागरिकले भन्न सक्दैन। जानकारी छैन होला, जानकारी हामीले दिनुपर्छ। दोस्रो कुरा, संविधान तत्कालै संशोधन गरौँ भन्छन्। त्यसका लागि म तपाईँहरूलाई निवेदन गर्न चाहे नेपालको संविधानको धारा 274। नेपालको संविधानको धारा 274 हेरौँ। नेपालको संविधानलाई संशोधन गर्नका लागि दुईटै सदन चाहिन्छ। दुईटै संसदको दुईवटा जुन सदन छ त्यो दुईटै सदन चाहिन्छ। प्रतिनिधि सभा पनि चाहिन्छ, राष्ट्रिय सभा पनि चाहिन्छ। तर हाम्रो जुन माग छ संविधान संशोधन गरौँ, त्यो संविधान संशोधन गर्ने त हामीले बाटो नै बन्द गरिदियौँ। संवैधानिक बाटो कहिले बन्द भयो? जुन दिन राष्ट्रपतिज्यूको कार्यालयबाट संविधान यो प्रतिनिधि सभा विघटन भएको सूचना आयो, त्यही दिन हामीले वैधानिक रूपमा संविधान संशोधन गर्न सक्ने बाटो हामीले आफैले बन्द गर्यौँ। त्यो कुरामा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। दोस्रो चुनौती, नयाँ प्रतिनिधि सभाको इलेक्सन हुन लागेको छ र नयाँ प्रतिनिधि सभाको इलेक्सन हुन लागेको छ। प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारीको हुन लागेको छैन। यो कुराको म तपाईँलाई दुईवटा आधार दिन्छु। पहिलो आधार, राष्ट्रपति कार्यालयको विज्ञप्ति हेरौँ, त्यसमा नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने भनेर उल्लेख छ। दोस्रो कुरा, सम्माननीय प्रधानमन्त्रीज्यूले BBC नेपाललाई दिएको इन्टरभ्यू हेरौँ, त्यसमा पनि प्रतिनिधि सभाको इलेक्सन गर्ने भनेर भनिएको छ। त्यही भएर जेनजी युवामा कुनै पनि कन्फ्युजन हुनु हुँदैन। अबको 6 महिनाभित्रमा फागुन 21 गते प्रतिनिधि सभाको इलेक्सन हुन लागेको हो। जसरी हामीले 2079 सालमा गरेका थियौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन हुनेवाला छैन। अबको बाटो के त? संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभामा पनि 2/3 बहुमत चाहियो, राष्ट्रिय सभामा पनि 2/3 बहुमत चाहियो। 2/3 बहुमत बगैर त्यो सम्भव छैन। दोस्रो माग उठिरहेको छ, प्रदेश खारेज गरौँ, अहिले खारेज गरौँ। सडकबाट उठेको आवाज हो, अहिले खारेज गरौँ। प्रदेश सभाबाट पनि प्रदेश खारेज गर्नका लागि यदि संवैधानिक बाटोमा जाने हो भने प्रदेश सभाबाट पनि 2/3 बहुमतले पारित गर्नुपर्छ प्रदेश खारेज गर्ने हो भने।